गुड मर्निङ युट्युब फ्यामिली, के छ हजुरहरूको हाल खबर? कति पैसा आयो है हजुरहरूको अगाडि के गर्नु र टाइमै मिल्दैन। आज म हाम्रो घरमा के अर्को पपाया पाकेर पनि क्विन लगाइसक्यो क्या हो। यस्तो भयो नि त, पानी आएको आएछ अनि त्यही भएर म चाहिँ आज साग टिप्न आएको। यहाँ साग छ, सागबारी छ हाम्रो, अनि म आज घुम्न जान्छु। सो अनि म साथीको घर जान लाग्छु, अनि साग लोगिदिउँ न त भनेर क्या। मैले अनि हिजो बेलुका कपडा धोएर आएको थिएँ, पछाडि के माइन्ड नगर्नु ल, के सबजना लाउने त हो नि होइन, माइन्ड गर्नु पनि पुरै छैन त्यसमा। अनि के अरे अनि म साथी घरमा जान्छु होइन, अनि आज साथी घरमा जान्छु। कसरी टिपौँ मलाई, यो जरैसँग टिपौँ कि के गरौँ होला त। अनि के भन्छ अरे, है आमा यतातिर त कस्तो पानी पर्ने भयो भने तपाईँहरूको घरतिर पर्छ कि पर्दैन भन्नु त। म घरतिर कस्तो पानी परे के गर्ने त अब, पानी परेर होइन जानुपर्ने ठाउँमा जानै पर्यो। त्यस्तो आज पनि दिउँसो पानी त नपऱ्यो हुन्थ्यो के अरे भनेको मैले। आज जानुपर्ने हुन्छ। अनि कति पछि भेट्न लाग्यो हामी चाहिँ, कति पछि नै हो, 6 महिना जति भइसक्यो होला म गएको छैन। अनि उहाँ बिरामी हुनुहुन्छ। म सोध्छु हालौँ कि नहालौँ भनेर मात्रै सोध्छु, अनि मात्रै भन्छ हजुरहरूलाई के भएको छ भनेर। अरूको प्राइभेसीको कुरा भन्नु हुँदैन नि त, त्यही भएर हालौँ कि नहालौँ भनेर सोध्छु म होइन। यस्तो भएको थियो भनेर, यस्तो भएको छ भनेर सोध्छु, अनि हालौँ कि नहालौँ भन्छु। अनि त्यसै हाल भन्यो भने चाहिँ हाल्छु, नहाल भन्यो भने चाहिँ ल ठिक छ नहाल्छु भन्छु क्या म। त्यही पनि अब साथीहरूले हेरेको छ भने थाहा पाइहाल्छ होइन, धेरैले थाहा छैन, थाहा चाहिँ 1-2जनालाई थाहा के भएको भनेर चाहिँ। अनि साग टिप्नु पर्ने हुन्छ, अनि खाना अनि तिनीहरू त्यतातिर छैन क्या साग, अब रोप्दैन अनि के हुनु नि होइन, जाँगर छैन। अनि तिमीहरू कहाँ साग लिएर दिन्छु म तिमीहरूलाई त्यहाँ। अनि होइन जान त मन लाग्छ कि होइन, अनि गएपछि बस नजा आज बस, आज एक दिन बस भन्ने के घरमा। अनि मम्मीले गाली गर्दैन, आज त मम्मीलाई सोधेर जान्ला हो, बसमा चाहिँ बस्दिनँ लु म जेसुकै भने नि, बेलुका घर त आइपुग्नै पर्छ। मात्छ न त हिँड्न मन लाग्छ, हिँडेपछि आएपछि अब बस कि कस्तो रिस उठ्छ क्या। अब कस्तो काटेको पनि भयो क्या। मम्मीले सागमा टेकिस् भनेर गाली गर्नुहुन्छ के। अनि के छ हजुरहरूको हाल खबर भन्नुहोस्, चिया नास्ता के खानु भयो? मैले चाहिँ केही पनि खाएको छैन। म चाहिँ उठेँ, जुरुक्क उठेँ, मिन्स भएको। अनि अब खानासाना त पकाउनु हुँदैन, खै मम्मी ड्याडी कहाँ गयो, मम्मी त लुगा धुनु गयो हन्। मैले पनि हिजो लुगा धोएर आएँ, नुहाएँ, अनि त्यसपछि अरू के गरेँ, अरू केही नि गरेन। त्यो पपाया चाहिँ उस हुन लागेछ क्या, अलिक कुहिन लाग्यो जस्तो भयो त। अब फेरि मिन्स भएको बेला किन छुनु हुँदैन भन्छन्, नेपालीहरूको बानी यस्तै हो। तपाईँहरू घरतिर पनि बार्छन् होला होइन, बार्न त अब झाँटेकै लिचिक छ यार। कस्तो टेन्सन भयो मलाई यहाँ, टेन्सन कि भाउरी हम। चिया नास्ता खानुभयो होला नि त, के हो खायो कि खाएन? अनि हजुरहरूलाई मेरो याद आएको थियो कि थिएन, मैले भिडियो हालेँ भनेर हजुरहरूलाई त गर्नुहुन्न, मेरो याद के हुन्थ्यो र हजुरहरूलाई। मान्छे त म फुल जस्तो किन हो र झिङ्गा, मेरो झिङ्गा मात्रै पछि लाग्ने, फुलमा त झिङ्गा लाग्दैन, गुवा मात्रै लाग्छ। आयो अनि कहाँ गरौँ म। अनि अरू भनेको त्यस्तै हो, अरू के छ हालखबर भन्नु। अनि मेरो त ठिक छ कि, मलाई हात चिलायो मेरो हात अब यस्तो हो कहाँनिर। अब अरू त कहाँ छ, पछाडिको के को पछाडिको माइन्ड गर्नु नि होइन, कसले लाउँदैन नि त। नलाउने भएर तिमीहरू पनि नराम्रो हुन्छौ, हामी नराम्रो हुन्छौँ र। हामी बाल
अब अरू कुरा केही भन्नु छ अब मलाई यस्तो हुन्छ ए सोच्छु म होइन क्यामेरामा आज म यस्तो भन्छु उस्तो भन्छु भने सोचिरहेको हुन्छु के म मुखै खोल्न सक्दैन के छ हजुरहरूको अनि अब अरू के भन्नु त मात्रै आउँछ कि अलिक बानी परे छैन नि त के भन्ने के नभन्ने डेली भ्लग गर्ने भएपछि चाहिँ बानी पर्छ होला कि है डेली भ्लग गर्ने भएपछि त अब के कन्टेन्ट बनाऊँ अब बोलिरहनु पर्छ नि त अनि त्यही भएर के अब अहिले त अनि अस्ति चाहिँ के भयो अस्ति के भयो भन्दाखेरि होइन ठ्याक्कै अब सबै एकैचोटि भइरहेको थियो क्या बिहे पनि थियो भाइको बर्थडे नि एकै दिन थियो सबै एकैचोटि भइरहेको थियो अनि अब त्यो पछि केही नै छैन है फेरि स्याममै मेरो बिहे भन्दाखेरि कस्तो होला सोच्नु त है एउटा कुरा हुन्छ क्या फेरि भन नि के भन्ने कुरा काटे जस्तो हुन्छ जसले मेरो छोरी राम्रो ह मेरो छोरी केही गर्दैन मेरो छोरी यस्तो उस्तो भनेर भन्छ नि त्यसैको छोरी पहिला जान्छ नि त्यसैको छोरी सबै नराम्रो हुन्छन् त्यो मैले देखेकै छु होइन किन भन्दाखेरि त्यही भएर आफ्नो छोरी जस्तो छ त्यस्तै भन्ने हो है त्यो लुकाइ छुपाइ गर्न पर्ने जरुरत छैन आमा बाउले सबै कुरा थाहा हुँदैन नि त के कस्तो हो भनेर अनि बच्चाहरू त्यहाँनिर जाँदैन कता जान्ला हो अनि त्यही त होइन थाहा हुँदैन नि त आफ्नो छोरीको अब साथीभाइलाई भन्दा आमा बाउलाई थाहा हुन्छ त कसैको आमा बाउलाई थाहा होला होइन तर प्रायः जस्तोको त्यो अब थाहा हुँदैन नि त किन भनेको भन्दाखेरि चाहिँ हामीलाई नि एकजनाले भन्नुभएको थियो क्या उहाँको छोरी कस्तो राम्रो हामीले गर्दा बिग्रियो रे ह्यान रे त्यान रे होइन त्यस्तो रे यस्तो रे त्यस्तो रे लास्टमा उहाँकै छोरी पहिला गइदियो कस्तो हाँस उठ्यो मलाई त क्या गर्ने हो र म कहाँ गरौँ मरौँ कति हाँस उठ्नु कति हाँस्नु भइहाल्यो कि यहाँ अनि हो कि तर साँच्ची भन्नु जसले जसको भन्नु छैन मेरो छोरी राम्रो मेरो छोरी यो त्यो भन्छ नि जसको आमा बाउले छोरीको त्यो के अरे कुरा लुकाउँछ नि मेरो छोरी यस्तो गरे भन्दाखेरि लुकाउँछ नि कुरा हो त्यसको छोरी जस्तो बिग्रिया कोही पनि हुँदैन क्या जसले जस्तो हाम्रो त मम्मीले बरु अरूले नराम्रो नभन्ला हाम्रो मम्मीले मलाई नै नराम्रो दोषी तान्नु मलाई कति चित्त दुख्छ नि लौन बाबा यस्तो हुन्छ नि त अनि होइन अरूले केही नगरे भए पनि त अनि यस्तो छ भन्छ नि त म कस्तो चित्त दुख्छ अरूको छोरीलाई अरूको बाउ आमाले आफ्नै छोरी नराम्रो हुँदा त सपोर्ट लिन्छन् है यति साग टिपी पुग्छ पुग्दैन होला र पुग्छ होला है भन्छन् नि हाम्रो त के गर्नु र होइन सपोर्ट नलिनु भन्न खोजेको होइन कि सपोर्ट लिनुपर्छ कि होइन तर कस्तो ठाउँमा कुन ठाउँमा लिनुपर्ने हो भने चाहिँ त्यो कुरा थाहा हुनु पऱ्यो नि त होइन र अब बिग्रिँदै हिँडे हामीले अरू उल्टै भनिदिइराखौँ भने पनि तैँले गर्दा बिग्रियो तैँले गर्दा यस्तो भयो भन्न त मिलेन नि त त्यही भएर क्या हामी त्यस्तो मतलब पनि छैन अरूको हुन चाहिँ होइन किन भन्दाखेरि मतलब छैन कि बाख्रा कराखा क्या अब बाख्रा सार्दिनमा मतलब पनि छैन किन भन्दाखेरि अब हामीलाई नै नराम्रो भन्ने मान्छेलाई हामीले किन उस गरिदिनु होइन उस गरिदिनु त अनि मलाई त रिस उठ्दैन हाँस उठ्या हो मलाई साथीहरू हाँस उठ्या एकदमै हाँस उठ्या रुमको बत्ती बालौँ मेरो रुममा बत्ती जलेर मैले बत्ती लिएर आएँ मम्मी बत्ती लिएर आइदिनु भाइस के हो सो त्यही हो के गर्नु भन्दाखेरि आफ्नो छोरीलाई नराम्रो के भन्नु भन्दाखेरि आफ्नो छोरीको कुराहरू नलुकाउनु के अब हामीले भन्दा पनि लुकायो भने त अझ अब पछि गएर त्यस्तै भयो भने त यसको छोरीले त राम्रो छ भन्थे यस्तो भएछ उस्तो भएछ भन्छ नि त सो त्यही भएर आफ्नो छोरीलाई कसरी युज गर्नुपर्छ भने आफूले सोच्ने हो क्या त्यो कुरा लुकाएर मात्रै लुकिने होइन नि त एक दिन लुक्ला कुरा भन्ने चिज एक दिन लुक्छ 2 दिन लुक्छ 3 दिन लुक्छ त्यो पछि लुक्दैन नि त सिरियस भएर भनेको है मैले चाहिँ किन भन्दाखेरि साँच्ची भनेको सबैजनाको प्यारेन्ट्सहरू कतिजना मैले चाहिँ देखेको कतिजनाको प्यारेन्ट्सहरूले होइन आफ्नो छोरीको बारेमा कति कुरा लुकाइरहन्छ कि हाम्रो सबै कुरा थाहा भए पनि हामीले केही पनि भन्दैनौँ नि त हामीले उनीहरूकै प्यारेन्ट्सलाई मतलब छैन भने हामीले किन भन्नु होइन त्यही भएर हो कि
त्यही अरूको बाल लिने होइन हामीले त अब सजेसन दिने हो उनीहरूले भनेको मान्दैनन् भन्दा हामीले के गर्नु त हामीले गर्नु केही जरुरी छ त केही छैन नि त्यही हो ल यसो त्यो मोटिभेसन पनि दिन्छु कि यसो त्यहाँ क्लास लिन आउने सबजना मिलेर आफ्नो कसले दियोस् तर जेसुकै भने नि म चाहिँ के गर्छु भन्दाखेरि त्यो बाजा नबजाइकन बेत त मेरो जिन्दगीमा हुने छैन अनि हेर्नु न मेरो यहाँनिर नि डन्डी फोरा यहाँनिर नि डन्डी फोरा सानो बेला हुँदाखेरि क्या म सानो भन्ने मतलब अब मेरो अब त्यो मेन्सुरेसन भएर पनि उस भइसकेपछि कस्तो मान्छेहरूको मुखमा पिम्पल आएको हुन्थ्यो कस्तो हुन्थ्यो अनि चाहिँ मेरो मुखमा चाहिँ पहिला त्यस्तो केही पनि थिएन क्या पहिला त्यस्तो मेन्सुरेसन भएपछि त्यो पिम्पलहरू आएको थियो अरूहरूको अनि मेरो थिएन क्या अनि मलाई कस्तो लाग्यो मेरो मुखमा नि एक दुईवटा पिम्पल आएको नि हुन्थ्यो नि पिम्पल आएको नि हुन्थ्यो नि कस्तो देखिन्थ्यो लास्ट लाग्ने है अनि एकताका मेरो यति धेरै पिम्पल आएको थियो कि यति धेरै पिम्पल आएको थियो निधार अझ अहिले त अलि उस भएको हो क्या के अरे निधारको उसहरू त पिम्पलहरू त गएको एकताका यति भएको थियो कि होइन यो यस्तो यो निधारै पाक्ला जस्तो भइसकेको थियो कि अनि अहिले नि यता फेरि आउनु थाल्यो क्या यहाँनिर नि यहाँनिर नि के गर्नु त अब यस्तै हो त के गर्ने त जिन्दगीमा हात गल्छ यहाँ हात गल्यो बडी अनि कराते नि गएन कराते नि त्यही हाफ किलो नि गएन अब यहीँबाट माफ माग्न चाहन्छु मैले भ्याएको छैन गुरु हाफ किलो ड्रेस यहाँ यस्तो उत्तानो परेर बसिरह हो ल अब अहिले एकछिनमा भेट्छु है त हामी रेडी भइसक्यौँ अब जानलाई जान लागेको अब म खानासाना खाएँ लुगा ल्याएँ लुगा सुकाएँ चट्ट पारामा जान लागेको आज सनस्क्रिन लगाइदिएछ है फेरि घाम लागेको छैन आज चाहिँ सनस्क्रिन गोरी देखाएर सनस्क्रिन लगाउँदा पनि गोरी देखिन्छ र बाख्राले मलाई नजा घरमै बस भनेर तर म जानुपर्ने हुन्छ यहाँनिर पापा लेख्यो मैले ब्यागमा पापा आयो ब्यागमा अनि त्यसपछि अब जान लाग्यो है त अब गाडी चढ्ने ठाउँमा गएर भेट्न पर्ने हुन्छ है त ल सो अब हामीले चाहिँ यहाँ पापा किनिसक्यौँ जान्छौँ बस चढ्न टाउखेल भन्ने ठाउँसँग हिँडेर जानुपर्छ कति गाह्रो छ मलाई थाहा र हामी टाउखेलसँग हिँड्नु जान्छु अनि बसमा चढेर हामी उतै पुगेपछि हुन्छ ल अब बिच पनि गर्न सकिन्छ नि होइन तर भिडियो लामो भइसक्यो रमाइलो पारामा हेरिदिनु पर्ने हुन्छ है हजुरहरूले ल अहिलेको लागि यति नै सो हामी चाहिँ अब गाडी चढ्ने ठाउँनिर आइसकेको छौँ राम्रै नै छु फुलभन्दा होइन यी कमिला रहेछ यार फुलमा कमिला रहेछ फुल उड्यो छ अब किन्डम स्कुल छ किन्डम स्कुल छ होइन अब गाडी चढ्नमा आइपुगेँ गाडी पर्खिनुपर्छ बसलाई कुर्नुपर्छ कति टाइम लाग्छ भने थाहा हुँदैन गाडी चढिन्छ चट्ट लगाएर अब गइङ चाहिँ ब्यागमा हालिसकेँ त्यो मैले पोको पुन्तुरहरू चाहिँ सो अब कतै जामान भेटौँ है अब गाडीको हिँ आउँछ भ्लग बनाउनलाई पनि झ्याउ आउँछ मलाई त्यस्तो ठाउँमा त्यही भएर है त ल अहिलेको लागि यति नै अहिले बेला बोलौँला अघिसँग यहाँ पानी पर्ला अघिसँग घाम चाखेला जस्तो भइरहेको अब पानी पऱ्यो के गर्नु हो माथिसँग पुग्नु छ जानुपर्ने हुन्छ अब कस्तो रिसो भइरहेको मलाई पानी पर्यो घर कुन बेला जाने होला फेरि छाता त ल्याएको छु कि भए पनि पानी परेर हिँड्न मन लाग्दैन नि फेरि मलाई त्यही भएर नपुग्नु पर्ने छ त्यो रातो माटोको डाँडा देखेँ नि हो त्यहीँ पुग्नु पर्नेछ म मेरो साथीको घर त्यहीँ छ मित्रताको ल अब चाहिँ म सुइङ जान्छु बोलाएर केही नगरिकन अनि हजुरहरूलाई भन्छ आइपुगेँ उहाँहरू भित्र हुनुहुन्छ होला गर्मी भइसक्यो
एकैछिन पानी आयो फेरि रोकिहाल्यो सधैँ आइसके के गर्दैछ त्यो के छ हालखबर एकदम ठिक छ आइपुगेँ म भिडियो चाहिँ के छ हालखबर मेरो एकदम ठिक छ भेट्यौ हामी भेट्यो हाई गाइस गाइस के लाइभ बसिरह छैन यहाँ सिकाइरहेको क्या मैले डाउनलोड भयो कसलाई सिकायो यस्तो चाहिँ सबैजनालाई त्यो उस हुँदैन नि त के अरे क्यामेरा फेस गर्नलाई त्यो आर्ट हुँदैन नि त अनि त्यो अब पापा होइन क्यामेरा फेस गर्न आँट भन्दा पनि जिगर चाहिन्छ म आएको केही मतलबै छैन मलाई मोबाइल चलाउनु पाए भइरहेको होइन भने म अलिकति बिजी छु ल म घर जाऊँ त देखाइहाल्नुपर्छ है पारा त जाऊँ त कस्तो नाटक गरेर हो र अब यो लाउ खाऊ यति धेरै पापाले रिसमा हाम्रो प्रमला चाहिँ बिरामी हुनु भएको है प्रमला हजुर बिकज आई एम सिक सिक इङ्ग्लिस आउँछ है फेरि ज्वरो आमा यहाँ कोक लिएर आइदिएछु ज्वरो आएको कोक खानुपर्छ यहाँ अरूहरू पनि चिज पाउँछ ज्वरो आएको बेलामा धेरै कोक खानुपर्छ कि ल पाएर आएछ त यहाँ ल सँग अब तिमीलाई ल धन्यवाद भन् थ्याङ्क यू सो मच ल चुप लागेको ल सब त्यही हो अब आएँ म अब खानिदिन्छु यसमा अचार पनि लिएर आइदिएछु मैले यहाँ अचार पनि लिएर आइदिएछु कि यसमा ल अचार हेर्नुहुन्छ अचार देखाइदियो हात गल्यो मेरो इट्स सो टेस्टी खाइसक्यो र नो यसको स्मेल एकदम टेस्टी आइरहेको छ यो यति मिठो लाग्यो यो के को अचार थाहा छ गाइजहरू आँपको अचार हो खाइदियो टेस्ट गरौँ है त धेरै ठुलो पिस नखाऊँ होइन एकदम मिठो एकदम मिठो भयो ल अहिले खाने कि अहिले खाने यिनीहरू अहिलेसम्म खाऊँ न है ल अहिलेको लागि यति नै भनिदेऊ अहिलेको लागि यति नै बाई कबाट मिलाउनु पर्छ मेरो हालत केही हो तिमी भन् तिमी बिरामी होइन बिरामी मान्छेको हालत कस्तो हुन्छ भिडियो बनाउनु सुरु गर्छ तिमी बिरामी होइन बिरामी भएको मान्छे कस्तो हुन्छ होइन बिरामी भएको मान्छे यस्तै हो बिरामी भेट्न आएपछि यस्तै त हुँदैन होइन दही यसमा हाल्ने हो अलिकति पानी हाल पानी लिएर चिनीवाला हो चिनीवाला चाहिँ उस हुन्छ अलिकति पानी हाल्नुपर्छ अरे क्या दहीमा पानी नहालिकन खानुहुन्न अरे मम्मीले भने मैले जे कुरो मम्मीले भने भन्दाखेरि म फुटाइदिउँ हाम्रो बिरामी मान्छे काम गर्नुहुन्छ क्या हाम्रो चाहिँ यहाँ ए मम्मीले प्रुफ चाहियो होला नि त ए छि जे पाए त्यो मम्मीलाई के प्रुफ चाहियो र घरबाटै जाने भनेर आएको कति लिएको हो यो 1 लिटर त्यो पानी हाल्नु पर्दैन अलिकति होइन केही देखाएन बत्तीले गर्दा होइन चाटौँ न सबै गरेपछि भएन नि दही भइसक्यो दही र चिरा खाने हो चिनी पुग्छ पुग्दैन पुग्छ ल अब हामी चाहिँ खान्छौँ त्यही हो बिरामीलाई दही चिउरा खाँदैन आएको है बिरामी हजुर हो ठिक छ अब चाहिँ हामी खान्छौँ अब उहाँको पतिदेव हुनुहुन्न रहेछ घरमा ल त्यही हो अब कुन अलिबेर आउँछन् होला भ्लगर दिदी भन्छ
मलाई पुग्छ है म हाल्दिनँ ल यति अहिलेको लागि अब खान्छ अनि त्यसपछि अनि हामी बोल्छौँ ल तिमी चाहिँ धेरै खाऊ ल ल हजुर ल ल भयो हजुर अब धन्यवाद भन्नु फेरि एकचोटि धन्यवाद मलाई त बिहान उठ्ने बित्तिकै नि चाहिन्छ अनि त्यही दही र चिउरा घुम घुम हस् प्रमलाई छोरी पाउँछ दही हालेर खाऊ ल दही हालिदिउँ धेरै ल्याउनुपर्छ नि अचार अनि अब त्यसमा हालेको ड्याडीले हाल्दैन अनि मैले के भन्दा ल धेरै चाहियो होइन ड्याडीले हालिदिएको के मैले अघि देखाएको थिएँ किन नभए भिडियो ड्याडी दिँदिन एक दिन लुक्छ दुई दिन एक दिन लुक्छ दुई दिन लुक्छ 3 दिन लुक्छ 3 दिन पछि त अफकोर्स थाहा हुन्छ नि त होइन र त्यही हो अब नराम्रो गर्दै हिँडे पो त हो भन्नु त होइन आफ्नो ठाउँमा ठिक भएर उनी त गरे हुने होइन र हो हजुर हो यस्तै हामी साथी धेरै बोल्दिनँ क्यामेरा अगाडि म यो पत्र बोल्ने अफ क्यामेरा सेयर हो नि त म अफ क्यामेरा गु ल अब खान्छ अब चाहिँ खाना पर्छ तपाईँहरू होइन खाना खाँदै हुनुहुन्छ भने रश्मि चाहिँ प्लिज नहेरिदिनु होला है प्लिज भन्छु म तपाईँहरूलाई हुनसक्छ के हुनसक्छ ल अहिलेको लागि यति नै सोच्नु नि हुँदैन त्यो ल आजको भिडियो चाहिँ म यतिखेर इन गर्छु अब म घर जान लाग्यो मैले भिडियो एडिट यहीँ गरिसकेँ अब दिनभरि बसेर के गर्नु भएन त्यही भएर उहाँ चाहिँ सुतिरहनु भएको छ अनि म चाहिँ अब घर जान्छु बस 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 भनिरहनु भएको उहाँले मलाई आउनै हुँदैन बस हुन्छ जहिले पनि बस नभनेर के भन्नु जा भन्ने त हो नि ल अब भनेको त्यस्तै हो अब आजको लागि भिडियो त्यतिर के कस्तो लाग्यो हजुरहरूलाई सानो मिठो लाइक कमेन्ट सेयर गरिदिनु होला बेल आइकन बजाइदिनु होला है त त्यही हो आजको लागि भिडियो त्यतिर हुन्छ के बाई बाई